वेलकम टु माई भ्लग अनि मौसम राई भ्लग च्यानलमा हजुरहरू सम्पूर्णलाई स्वागत छ। अनि आज चाहिँ हामी दशमी मेला जे भालेसम्मको हामी यात्रा गर्दैछौँ। आजको हाम्रो छोटो छोटो क्लिपहरू हामी तपाईँहरूलाई देखाउनेछौँ, हाम्रो यात्राको क्लिपहरू। अनि आजको जुन दशमी मेलाको बजारको क्लिप्सहरूलाई चाहिँ हामी तपाईँहरूलाई देखाउनेछौँ। It's me, Milan Rai, from America. I want to go Dasami Mela and very happiness am. I want to go Dasami Mela and very beautiful place. Thank you. America is the देखि भनेर यसरी बोलेको झोला हेरौँ न। यो चाहिँ फिदिमतेराको पुल हो, यो झोरलुङ्गे पुल हो। अनि यो चाहिँ बाढीको कारणले गर्दा अनि एकदमै खतरा भएको छ। अनि यो पुल चाहिँ एकदमै कोल्टे भइसकेको छ है साथीहरू। आमा एकदमै डेन्जर भएको छ रहेछ है। आमा पसिना भयो क्या पुल तर्दा। आजको यात्रा कस्तो भइरहेछ मिलनदाई बताइदिनु पर्यो क्या। आजको यात्रा चाहिँ एकदमै हार्ड अनि ट्रेकिङको कुरा हो। अनि उकालो ओह्रालो गर्नुपर्छ। अनि यो ट्रेकिङमा चाहिँ एकदमै गाह्रै हुन्छ। तर जे होस् आज चाहिँ बजार जाँदै गरेकोले गर्दाखेरि मन पुरुङ्गै छ मेरो चाहिँ। किन यति साह्रो हेन्सम दाइ, यति साह्रो किन हेन्सम यार? यो चाहिँ मेरो नेचुरल फेसै हो। यतिको म आजसम्म हेन्सम नै छु साँच्चै नै। म आफैलाई पनि गर्व लाग्छ। अनि झन् चस्मा लाउँदा त कुरै छोडौँ, म एकदम हेन्समै हो। म जतिको हेन्सम छैन भन्दा पनि म हेन्समै हो यार। फिल्म 14 मा यतिको छैन। यति फिल्म 14 भरिमा यतिको छैन। हामी चाहिँ फाइनली देवालय बजार अनि दशमी मेलामा आइपुगेको छौँ। अनि हामी चाहिँ 4 जना आएको छौँ है। है गरिदिनु मलाई चाहिँ गरिदिनु हाई गर्नु यता बहिनीहरू। जे भाले ग्याम भइरहेछ अहिले चाहिँ। हामी चाहिँ आज चाहिँ दशमी मेलामा आएर हामी चाहिँ मोमोसा खाँदैछौँ क्या। हाम्रो खान थालिसक्यो है। म त मिठाई है साथी हो यार।